स्वागत छ सबैजनालाई मेरो च्यानलमा। आज म तपाईलाई यस भिडियोमा कसरी ब्लुबुकको क्युआर लिने र अफिस भिजिट गरेर के गर्नुपर्छ सबै जानकारी दिन गइरहेको छु। त्यसको लागि तपाईले आफ्नो मोबाइलको ब्राउजरमा जानुहोस् र त्यहाँ गएर सर्च बक्समा गएर MOLET बागमती हान्नुहोस्। यो भनेको चाहिँ हाम्रो बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको वेबसाइट हो। त्यहाँ जानुहोस् र त्यहाँ गएर गइसकेपछि अलि तल सार्नुहोस्। तल गएपछि हाम्रो सेवाहरू भन्ने आउँछ। त्यहाँनेरि चाहिँ ब्लुबुक क्युआर भन्ने सेक्सन छ, त्यहाँनेरि क्लिक गर्नु होला। त्यसलाई ओपन गरिसकेपछि एउटा यस्तो बक्स खोल्छ। त्यहाँनेरि चाहिँ आफ्नो भाषा के छ नेपाली छनौट गर्नुहोस् अनि मोबाइल नम्बर आफ्नो राख्नुहोस् र त्यहाँनेरि रहेको क्याप्चालाई इन्ट्री गर्नुपर्ने हुन्छ। त्यो गरिसकेपछि तपाईहरुको मोबाइलमा एउटा ओटिपी आउँछ। त्यो ओटिपी हालेर त्यसलाई भेरिफाई गर्नु होला, त्यहाँ प्रमाणित गर्नु होला। त्यो इन्ट्री गरिसकेपछि अनि प्रमाणितमा थिच्नुहोस्। त्यति गरिसकेपछि तपाईहरु त्यहाँ भित्र इन्टर हुनुहुन्छ। आफ्नो अकाउन्ट जस्तो लगइन भएको छ तपाईलाई फोन नम्बरबाट। अब त्यहाँबाट हामीले सवारी नम्बर प्लेटहरुको जानकारी दिनुपर्ने हुन्छ। तपाईको प्रोभिन्स हो कि जोनको हो त्यो हान्नु होला। अनि बाइक नम्बरमा नत्र भए सवारी साधन नम्बरमा प्रदेश लेखेको छ कि बागमती लेखेको छ हो त्यो पनि छनौट गर्नुहोस्। अनि त्यसपछि आफ्नो कार्यालयको कोड छ। अब यसमा अहिले 02 भनेको काठमाडौँको लागि यही छोडिदिनुस्। अनि अर्को भनेको लट नम्बर, अब तपाईको सवारी साधनको लट नम्बर हान्नुहोस्। अनि त्यसकोमा रहेको आफ्नो सिम्बलहरु के हुन्छ, जस्तै प हुन्छ धेरै जसोको बाइकहरुको हो, त्यही बाइक स्कुटर त्यही हान्नु होला। अनि त्यसपछि सवारी नम्बर, आफ्नो सवारी साधनको नम्बर हान्नुहोस्। त्यो पछाडिदेखि अघि बढ्नुहोस्। यति गरिसकेपछि तपाईहरु अर्को पेजमा पुग्नुहुन्छ। यो पेज भनेको चाहिँ सवारी विवरण। यो विवरण ब्लुबुकको यो पानामा छ भनेको छ, त्यहाँनेरि क्लिक गर्नुभयो भने पेज नम्बर 9 ब्लुबुकको पेज नम्बर 9 मा सबै जानकारी छ। त्यही अनुसार यसमा तपाईहरुले हाल्न सक्नुहुन्छ। यहाँले सवारी किसिम छनौट गर्नुस् भनेको छ। त्यसमा स्कुटर मैले चाहिँ अब त्यसैले कम्पनीको नाम सबै यो ब्लुबुकको त्यो पेज नम्बर 9 मा छ। त्यही जानकारी दिनु त्यहाँनेरि इन्ट्री गर्नु होला। सिलिन्डर संख्या, हर्स पावर, युनिट छनौट गर्नु, सबै च्यासिस नम्बरहरु सबै जस्तो छ त्यस्तै सबै त्यहाँनेरि टाइप गर्नु होला। मेरो चाहिँ यो स्कुटरको भएको कारणले सबै डिटेल्सहरु म त्यहाँ जस्तो छ ब्लुबुकको पेज नम्बर 9 मा त्यही अनुसार इन्ट्री गर्दै छु। अब युनिट सीसी भइहाल्छ। त्यो पछाडिदेखि भनेको अब च्यासिस नम्बर, अर्को इम्पोर्टेन्ट भनेको चाहिँ च्यासिस नम्बर र इन्जिन नम्बर भन्ने हुन्छ। त्यो पनि त्यही नै हुन्छ, त्यो पनि हान्नु होला दुईटै। त्यो पछाडिदेखि कलर, अब कलरमा चाहिँ मैले रेड थियो र मेरो RED मैले सबै क्यापिटल मानेको थिएँ। क्यापिटल भन्दाखेरि त्यो रेड मात्रै भेटाएन, अनि स्मलमा पनि हाने, लेटरमा हाले, त्यो पनि भेटाएन। कति तलसम्म स्क्रोल गर्दा पनि भेटिदो रहेछ। अनि त्यही भएर मैले चाहिँ जस्तो ब्लुमा मेरोमा चाहिँ अब R क्यापिटल अनि ED रेड हो, त्यसरी रेड बनाएको थियो हो। त्यही चाहिँ इन्ट्री गर्दाखेरि चाहिँ एकैचोटी ठ्याक्कै भेटिहाल्यो। यो पनि अब सवारी साधनको रङ कस्तो छ त्यही अनुसार छनौट गर्नु पर्यो। अब यसमा रेड इन्ट्री मैले त्यही गरेको छु। अब पछाडि सिट संख्या त्यही भइहाल्छ। अनि त्यो पछाडि इन्जिनको किसिम छनौट गर्नु भनेको छ। यो अब पेट्रोल वाला भइहाल्यो, इन्धनको खरिद यो छ भने लेख्नु होला। अनि सबै अब के को लागि भन्दाखेरि प्राइभेट युज। अब प्रज्ञापन पत्र नम्बर भन्ने हुन्छ। यसमा अलिकति कन्फ्युज हुनुहुन्छ सबैजना। प्रज्ञापन पत्र नम्बरमा चाहिँ तपाईहरुले आफ्नो त्यो ब्लुबुकको पेज नम्बर 9 को तलपट्टि होला 15 नम्बरमा छ, त्यहाँनेरि हेर्नुस्। त्यो नम्बर लेख्नु होला। अनि त्यहाँदेखि तलतिर नै प्रज्ञापन पत्र मिति हुन्छ तलपट्टि हो, त्यो मिति पनि त्यही हाल्नुस् जस्ताको तस्तै। अब अर्को नम्बरमा तपाईहरुले ब्लुबुक नम्बर हाल्नुपर्ने हुन्छ। यो ब्लुबुक नम्बर भने चाहिँ पेज नम्बर 1 ब्लुबुकको फर्स्ट पेजमै हुन्छ। त्यहाँनेरि नम्बर दिएको छ एउटा देखाए जस्तो, यहाँनेरि देखाउन पनि सक्नुहुन्छ। त्यही नम्बर त्यहाँ इन्ट्री गर्नु होला। जस्ताको तस्तै त्यो रङ नगरिकिन इन्ट्री गर्नु होला। सवारी साधन सम्बन्धी अन्य विवरण भन्ने अब यहाँनेरि भइहाल्यो। तपाईहरुको दर्ता मिति पनि त्यही पेज नम्बर 1 मा हुन्छ। त्यहीँनेरि कतिखेर दर्ता भएको त्यो छ। फुल डेट छैन, जस्तो छ त्यति नै हाल्नु होला। अनि तौलहरु परेन, यिनीहरु परेन। नवीकरण म्याद पुग्ने मिति भनेको चाहिँ तपाईको ब्लुबुकमै हुन्छ। कतिखेर अब रिन्यु गर्नुपर्ने हो त्यो डेट त्यही हाल्नु होला। अर्को भनेको सवारी धनीको फोटो। अब यहाँनेरि चाहिँ धनीको फोटो भनेको छ, जसको ब्लुबुक छ उहाँको फोटो हाल्ने। अनि ब्लुबुकको पानाहरुको फोटो भनेर यहाँनेरि छ। नमुना पनि हेर्न सक्नुहुन्छ छेउमा। नमुना हेर्न यहाँ क्लिक गर्नुस् भनेको छ, त्यही क्लिक गर्नु होला। सवारी विवरण पानाहरु कुन कुन हाल्ने भनेर सवारी विवरण पानाहरु त्यही छ, त्यही क्लिक गर्नु सजिलो छ। पेज नम्बर 9 हाल्नु पर्यो त्यो सवारी विवरणकोमा। अर्कोमा
ब्लुबुकको त्यो पेस्ट कर तिरेको सबै कागज त्यो हालिसकेपछि अर्को बटन थिचेपछि नेक्स्ट गरिसकेपछि तपाईलाई सवारी साधनको किस्तामा हो कि हैन त्यो हाल्नुहोस्। मेरो होइन, मैले होइनमा गरेँ। सवारी धनीको पुरा नाम लेख्नु होला अनि नागरिकता अब राष्ट्रियता नेपाली भइहाल्यो। नागरिकता पछाडिदेखि नागरिकता नम्बर आफ्नो इन्ट्री गर्नु होला अनि त्यसपछि एनआइएन नम्बर छ हो त्यो पनि इन्ट्री गर्नु होला। त्यसपछि पेस्ट गर्नुहोस्, थिच्नुहोस्। अन्त पेस्ट गर्नुहोस्। अलि तल स्क्रोल गरेर थिचिसकेपछि तपाईलाई यो नवीकरण म्याद पुग्ने मिति त्यो लेख्न हाल्नुभयो। त्यसपछि कार्यालय जाने मिति भनेर हुन्छ। अब कहिले हामी लिन जाने भनेर अब मैले चाहिँ यति गते यो भनेको साउन 2 गते शुक्रबार म त्यतिखेर भ्याउँछु, त्यही इन्ट्री गरेको छु। त्यसपछि कन्फर्म गरिदिनु होला। त्यो पछाडि हाम्रो सक्सेस भनेर एउटा मेसेज आउँछ। यो मेसेज चाहिँ यो लिङ्कमा क्लिक गर्यो भने यही मेसेज आउँछ। यो चाहिँ तपाईँको आफ्नो मोबाइलको जुन नम्बरबाट रजिस्टर गर्नुहुन्छ त्यसमा पनि यसरी एउटा मेसेज आएको हुन्छ। तपाईँलाई चाहिँ अफिस भिजिट देखाउन गइरहेको छु। अफिस भिजिट चाहिँ गुर्जुधारा यातायात कार्यालय गुर्जुधारामा जानु भने ब्लक ए भन्ने छ, त्यही फर्स्टमा जाँदा चाहिँ रोडमै छ। त्यो रोडको ब्लक ए मा छिर्नु होला। त्यहाँबाट गइसकेपछि एउटा यहाँनिर अलिकति अगाडि थोरैपट्टि यतापट्टि नै लेफ्ट साइडमा त्यहाँनिर क्युआर भेरिफिकेसन भनेर लेखिरहेको छ, एउटा प्रिन्ट हो त्यहाँनिर छ। यो मैले देखाइरहेको छु भिडियोमा हो। त्यहाँ भित्र जानुपर्ने हुन्छ। त्यहाँ गएर हामीले म चाहिँ ब्लुबुक क्युआर भेरिफिकेसनको लागि आएको भनेर भन्नु होला। त्यहाँ भनिसकेपछि एउटा फाइल आफ्नो फाइल हुँदो रहेछ, त्यो चाहिँ फाइल भण्डार भन्ने त्यहीँदेखि बाहिर भिडियो हेर्नु होला। त्यहाँदेखि गएर सिधै परपट्टि त्यो जस्ताले बारेको छ टिनले त्यहाँ फाइल भण्डार भन्ने सेक्सन छ। त्यहाँनिर एउटा फाइल हुँदो रहेछ आफ्नो ब्लुबुकको सबै यातायात कार्यालय मैले लिनुपर्ने हुन्छ। त्यो लिन चाहिँ आफ्नो ब्लुबुक देखाउनु होला त्यहाँनिर गएर। अनि यस्तो हुन्छ त्यो फाइल चाहिँ। यो फाइल लिएर आउनुपर्ने हुन्छ। यहाँनिर सरहरू बसेको बस्नुहुन्छ, उहाँहरूले दिनुहुन्छ त्यो फाइल। अनि त्यो लिएर आइसकेपछि फाइलमा चाहिँ सबै इन्फर्मेसन हुने रहेछ। हाम्रो ब्लुबुक दिनुपर्छ। ब्लुबुकबाट चाहिँ त्यो नम्बरहरू खोजेर उहाँहरूले निकालिदिनुहुन्छ। त्यो नम्बर लिएर आएर तपाईँहरूले अघि जुन कार्यालय थियो हो त्यहाँनिर देखाउनु होला। जहाँनिरबाट भेरिफिकेसनको लागि जानुभएको थियो हो त्यहाँनिर गएर देखाउनु होला। त्यो देखाइसकेपछि उहाँहरूले सबै कामहरू फटाफट आफै गरिदिनुहुन्छ। त्यो गर्दाखेरि चाहिँ तपाईँहरूले आफ्नो नागरिकता लिएर जानु होला अनि राष्ट्रिय परिचय पत्र लिएर जानु होला। नागरिकता र राष्ट्रिय परिचय पत्र उहाँहरूले खोज्नुहुन्छ। त्यो दुइटै देखाइदिइसकेपछि तपाईँहरूलाई इन्ट्रीहरू सबै डिटेल इन्फर्मेसन हालिसकेपछि उहाँहरूले भेरिफिकेसन भयो भनेर एउटा तपाईँहरूलाई जानकारी दिनुहुन्छ। र त्यो जानकारी दिने बित्तिकै केही समय पछाडि तपाईँको मेसेज मोबाइलमा मेसेज आउँछ जुनमा चाहिँ तपाईँको ब्लुबुकको आवेदन प्रमाणित भएको छ भनेर मेसेज आउने हुन्छ। त्यो लिङ्कमा गएर तपाईँले खोल्नु भने आफ्नो क्युआर सहित त्यहाँनिर आउँछ। ब्लुबुकको क्युआर सहितको एउटा लिङ्क ओपन हुन्छ। त्यो चाहिँ अब तपाईँहरूले ट्राफिक प्रहरीहरू सबलाई देखाएर त्यहाँबाट ब्लुबुकलाई चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। अब यस्तो हुन्छ ब्लुबुक चाहिँ। हस् त, धन्यवाद तपाईँहरूलाई मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। तपाईँले पनि यसरी आफ्नो जानकारी लिन सक्नुहुन्छ। र जो तपाईँको ब्लुबुक बोक्नलाई बिर्सिसक्ने साथी हुनुहुन्छ उहाँलाई एकदमै यो भिडियो सेयर गरिदिनु होला। मन परेमा यसो लाइक पनि ठोकिदिनु होला। धन्यवाद।